हामी अर्को यसरी नै निरन्तर गुफा घुम्दा घुम्दै अर्को गुफामा आइसकेका छौँ। ओ लो यतिको चाहिँ हुनु पर्यो। यो बसा गुफा अरे दाइ यो बसा भगवान शिवको पहिलो प्रवेशद्वार बसा। ए यो प्रवेशद्वार कति मिटर लामो गुफा छ यो 100 मिटर 100 मिटर लामो गुफा छ। भित्र अँध्यारो छ हो। केही थोरै अगाडि बढेपछि थोरै उज्यालो देखिन्छ अहिले त थोरै अँध्यारो। हजुर तपाईको भगवान शिवले पहाड भरेर त्यहाँको प्रकाश चाहिँ हजुर देखिन्छ त्यो। अनि यहाँ भित्र भिडियोहरू खिच्न मिल्छ कि मिल्दैन? यहाँ चाहिँ एलाउडै छ, माथि चाहिँ दिँदैन। माथिको भनेको हलेसी धाममा चाहिँ माथि शिव पार्वती यहाँ चाहिँ मिल्छ होइन भिडियोहरू गर्न? हजुर हजुर। ल दाइ धेरै धेरै धन्यवाद। अब हामी बसा गुफाभित्र छिर्दैछौँ। बसा गुफाभित्र चाहिँ छिरिसके पछाडि यहाँ छिर्नुभन्दा अगाडि यहाँ हेर्नुहोस् गेट कस्तो छ, गुफा हेर्नुहोस्, भित्र गुफाको अवस्था हेर्नुहोस्। यहाँ हेर्नुहोस् कति अन्धकार छ। यहाँ आउने बित्तिकै अन्धकार छ। यहाँ हामीले चाहिँ नि सामाजिक सञ्जालका भिडियोहरूमा चाहिँ नि यहाँ शङ्ख पुगेको ढुङ्गा पनि यहाँनिर यहाँ तपाईँहरूले देख्न सक्नुहुनेछ। यहाँनिर साथीहरूले यहाँ कोसिस गर्दैछन् शङ्ख फुक्न। के साथीहरूले पारा ल्याउला नि त? कसरी बजाउनु भयो दाइ तपाईँले? बल लगाउनु पर्ने। खोइ मैले त सकिनँ त भने ईश्वर सर किन नबजाएको? लु बजाउनुहोस् न। लु ईश्वर सरको पालो आएको छ। दाइले त जतिचोटि बजायो त्यतिचोटि बजाउनुहुन्छ त हौ। ओ लो यतिको चाहिँ हुनु पर्यो। मेरो शङ्ख ढुङ्गा बनेको प्रकृति शङ्ख आज सकिन्छ अलिक बल लाउन। यसरी छिर्दैछौँ हामी। धेरै लामो यो 100 मिटर लामो यहाँनिर गुफा छ भन्ने कुरा हो। बसा गुफा वाउ साँच्चै रोमान्टिक गुफा पो रहेछ त हौ। चमेराको आवाजहरू आइरहेछ। हामीले यो गुफामा चमेराको आवाज सुनिरहेका छौँ। गुफा जाने बाटो चाहिँ आकाशको चाहिँ यस्तो रहेछ यार। आहा चमेराको आवाज चाहिँ हामीले यो गुफामा सुन्न सक्छौँ। चिरबिर चिरबिर आवाजहरू हामीले चमेराको आवाजहरू हामीले यो गुफामा सुनिरहेका छौँ। अहिले हामी चाहिँ बसा गुफाको चाहिँ अन्तिम बिन्दुमा हामी माथिल्लो पोइन्टमा छौँ। यो चाहिँ बसा गुफा। यहाँ चाहिँ राक्षसले चाहिँ शिवजीलाई खेदाउँदै जाँदाखेरि शिवजी चाहिँ छिर्नु भएको होइन त यहाँबाट? शिवजी तलबाट आउँदा ल्याएर राख्थे कि राक्षसलाई वध गरेर मारेको ठाउँ चाहिँ यहाँ हो। यहाँ अनि मारेर चाहिँ शिवजी चाहिँ यहाँ माथि छिर्नु भयो। यसरी शिवजी चाहिँ फुत्तै निस्केर उडेर माथि आकाशतिर जानु भएको छ। अर्को गुफामा बस्नुभयो। यो फेरि यहाँबाट भागेर गएर निस्केर गएर अर्को गुफामा बस्नुभयो। पल्लो गुफा पल्लो गुफा भन्नाले माथि हलेसी मन्दिर। ए हलेसी यहाँबाट चाहिँ शिवजी छिरेर गएर हलेसी धाममा बस्नुभएको भन्ने चाहिँ कुरा यहाँनिर आएको छ। यहाँको जीव संरचना यस्तै छ। यहाँनिर 2-4 जना बौद्ध भिक्षु सन्यासीहरू चाहिँ नि यहाँ ध्यान गरेर बस्नु हुँदो रहेछ। एकदमै यहाँनिर चाहिँ हल्ला गर्नु हुँदैन। यो भनेको चाहिँ एकदमै शान्तिपूर्ण क्षेत्र पनि हो। त्यही भएर हामी खासै हल्ला गर्दैनौँ यहाँनिर। तर गुफा चाहिँ एकदमै अल्को गुफा छ है। लगभग गुफाको उचाइ चाहिँ 100 मिटरभन्दा माथि ज्यादा छ। यता तलबाट चाहिँ आउनुहुन्छ भक्तजनहरू अथवा पर्यटकहरू आउनु हुँदो रहेछ। अनि यहाँनिर यस्तै छ, रमाइलो छ यहाँनिर। सकर्न लाल्टिनमा धर्महरू तेतेल अन्त
सकर नलाल्टिनेमा धर्म रूपे तेल प्रकाश रूपे ज्योतिलाई बिसाएको बेल प्रकाश रूपे ज्योतिलाई बिसाएको बेल कुनै एउटा नाम धर्ने नाचेको पछाडि गए निरकरको ध्यान साकार रूप छाडे गए निरकरको ध्यान हरिहर अविनाशी माटो हुन्छ देही हरिहर अविनाशी माटो हुन्छ देही एक्लै आयो एक्लै जान्छ रहँदैन के यहाँको चाहिँ माथिको गुफाभन्दा अलिकति केही फरकै छ। यहाँको गुफाको स्वभावै फरक छ, प्रकृति फरक छ र यसरी बाहिर पूजाका भण्डार सामग्रीहरूको चाहिँ नि यसरी बेचबिखन भइरहेछ होइन। यसरी धेरैजना हुनुहुन्छ यहाँनिर चाहिँ पूजाको सामग्री बेचबिखन गर्नलाई यहाँनिर धेरैजना हुनुहुन्छ। यसरी यो बेलुकाको लागि आरती गर्नको लागि चाहिँ यसरी दियो बातीहरूको यहाँ व्यवस्था राम्रो व्यवस्था गरिएको छ, देख्न सक्नुहुनेछ। निकै राम्रो व्यवस्था हलेसीमा चाहिँ तपाईँको कसरी पूजा आराधना गर्नुहुन्छ त्यसको व्यवस्था चाहिँ उहाँहरूले गरिदिनु भएको छ। शिवपीठ शक्तिपीठमा छौँ अहिले हामी है। अनि सिँढी चाहिँ राम्रो रहेछ हौ यहाँ नि, यस्तो यस्तो सिँढी हुँदै चाहिँ तल जानुपर्ने रहेछ। सिँढी चाहिँ एकदमै राम्रो सिँढी छ एकदमै। अब हामीले त अब गाउँका मान्छे, हामी त गाउँमा त अब हामी ढुङ्गाले सिँढी बनाउँछौँ होइन, बाँस गाडेर चाहिँ माटो हालेर हामी सिँढी बनाउँछौँ। अब गाउँमा त्यस्तै हुन्छ, तर यी पर्यटकीय स्थलमा चाहिँ यस्तो खालको सिँढी बनाइएको हुँदो रहेछ। त्यही सिँढी हुँदै हामी अहिले तल गइरहेका छौँ। साथीहरू खोइ के सामान किन्ने भनेर माथि बसेका, माथि नै बसेको भयो।